ब्याङ्क केही नभेटेर नि यो चाहिँ ठ्याक्कै बनायो त्यही भिडियो मेरो आछ आइरहेको होइन सन्जी बनाएँ कुन चाहिँ त्यही खाएको यसको त डर पो लाग्छ मलाई त आज त कस्तो गाह्रो भयो कस्तो गाह्रो भयो कोही खाँदैन यो कस्तो पानी खानुहुँदैन कि अब है मासु खाँदै खाइरहेको त्यो खोला न त्यो खोल्न खोला है डर लाग्छ भने अब हेर्न यहाँ माथि आउँछ नि अब के गर्नु होला है उठेर निको हुन्छ नि उठेर यसो यताउता होला नि यताउता होला धेरै गाह्रो भयो मलाई उसलाई गाह्रो हुन्छ जस्तो लागिरहेको थियो कहाँ कोखामा गयो के हो मेरो है हामीलाई फेरि त्यस्तो भएको छैन है के भएन मैले धेरै खाएर नि है आयो खोइ केही नखाइ बस्यो होला होइन अघि भाउजूहरूमा आलु खाएर आयो आँप पनि खाएको थियो क्या त्यहाँ पनि केही छैन क्या है हिँड्ने हो एकछिन यो हान्छ त यसो खानेकुरा त केही नखाउने झन् अपच भएर खाँदैन म त यसरी खोलेर यस्तै खोपोलो लाएर आएको त्यस्तो भएर है टाइट भएर के गर्ने त अब भूमिटा हामी गर्दै भुल मम्मी गर्ने हो पानी पऱ्यो हो होइन पानी पऱ्यो कि कस्तो झ्याउ भयो नि त है आयो कस्तो गाह्रो भयो के गर्ने के गर्नु कि यो राम्रो अब ढितो नगरौँ है काम गर्थ्यो नि त त्यो केटी त्यसले नि फ्यालेको नि त मैसँग गएको थियो अनि पैसा पनि थिएन क्या त्योसँग अनि मैले 1000 रुपियाँ मसँग थियो र त्यो बेला के गरेर राखेको 1000 रुपियाँ थियो अनि त्यसलाई दिएँ औषधि खाएर फ्यालेको थियो कि त्यसले पनि म यहाँ छु के गर्ने हो भन्छ अब कस्तो केही सोच्दैन है के युज गर्ने तिमीहरूले मैले त्यही भएर कति भनेको सुन्दा म ठ्याक्कै भइ पनि राखेको नि त अब कति दिनमा बस्छ नि त होइन ठ्याक्कै आउँदाखेरि भइरहेको थियो आउनु त घर गयो घरबाट आयो नि होइन अब हुन्छ नि साँच्ची भन्नु अब भइरहेको थियो है अनि फेरि घरबाट आउँदा पो त्यसो भएको उता घरबाट आयो नि होइन नेपाल आउँदा होइन हो नेपाल आउँदा नि तिमीलाई भर्खर पिरियड भएको हो नेपाल ऊ आउँदाखेरि भर्खर भएको थियो नि त मलाई अनि ऊ घर गयो होइन अनि कति दिन बसेर ऊ आयो नि हामी 4 दिनमा उहाँ गयो नि त 4 दिन अनि 5-6 दिन 7 दिन त्यसमा त ठ्याक्कै हुन्छ नि त है अनि त्यही भयो कि तिमीले गर्नुपर्ने क्या झन् सुन्ताले कहाँ मैले केयर गर्नु भने मैले त केयर गरेको त हो नि है होइन तिमीले भन्नुपर्ने नि त मलाई यतिखेर पिरियड भएको छ यस्तो यस्तो थाहा थियो उसलाई ऊ आउने बेला भयो भनेर पनि थाहा थियो तर खै रिस उठ्दैन छोड्दै अब जन्म केही अनि फेरि यस्तो नि त नि बिहे भएको भने थाहा क्या सबैलाई होइन नि कतिलाई थाहा छैन नि त नि मैले के भन्नु के गर्ने अब सोच पनि हो म त एक हिसाबले हुँदा पनि के फरक पर्दैन जस्तो लाग्छ एक हिसाबले अब ऊ छ नि त भर्खर अब ऊ छ भनेको स्ट्रगल फेस भन्नु हो जन्मेपछि हुर्किने गर्ने त हुन्छ त्यो भनेको मलाई चाहिँ होइन अब जन्मेपछि अब भइहाल्यो अरू बेला यो गरेर राम्रै गरेर भइहालेको भए चाहिँ अब
अब त्यो छुट्टै कुरा हुन्थ्यो नि त, किनभने जहिले पनि हुनै पर्ने हो होइन, छिटै टाइममा हुन्थ्यो। तर अब प्रायःलाई थाहा पनि छैन नि त अब है, अब काममा पनि कतिलाई थाहा छैन है, त्यही भएर के गर्ने भयो। उसलाई भनेन प्रेग्नेन्ट भन्छ सक्नुपर्छ कहाँ भन्नु, नानीले त भनेन, अनि नानीले थाहा पायो भने नानी दियो सुन्छ होला आइसक्यो। म त के गर्नु होला है, कस्तो असुकले के भन्छ त्यो जहिले बाजेर सुनिरहोस्, जहिले बाँच्छु म मन त नभएले नि अब अलिपछि जन्म त्यही सोच्छ क्या। एक दिन हस्पिटल जानु अब कि मैले भनेको त्यस्तो नउ गर्ने भएदेखि चाँडै सोचेर चाँडै अब डक्टर के पर्सि मिलाएर जाउँ न त, सल्लाह गरेर डेढ महिना मेडिकल उपज जाने हुन्छ जस्तो लाग्छ कि अहिले जाने हो त मेडिकलमा गएर यस्तो कि अहिले त फेरि म अहिले किन जाने न हतार कति गइसक्यो, टाइम कति भयो कति बजी यसको उसमा जानु पर्यो नि है, फेरि ए उसमा त लाग्यो नि 6 बजे लाग्यो मन लाग्यो 17 छ भने 17 हुन्छ नि त 17 कति भयो 17:40 भइसक्यो कि होइन उतिर पनि यस्तो भयो क्या। अब ठ्याक्कै अब त्यो पुग्यो अनि त्यो 1 महिना भयो नि त। अब 1 महिनापछि नहुँदाखेरि त अब थाहा नै थिएन नि त हुँदैन भनेर, अब 1 महिना पुगिहाल्यो। अनि त्यसपछि उता गयो अनि मैले मलाई त भएन भनेको पहिलादेखि जिस्काइरहन्थ्यो कि मलाई, यसो भन्दै जिस्काउँछ क्या पहिलादेखि नै। अब भोक लाग्यो नि त नि मलाई होइन, ला भोक लाग्यो जस्तो बस्यो भनेर भन्थ्यो। अब मैले त अब सोच्दैन नि त त्यस्तो, म अहिले त अब त्यस्तो केही पनि गरेन, तपाईँले केही बिगाऱ्यो भन्थ्यो होइन भनेर भन्थेँ मैले। अनि त्यसो भन्थेँ नि, ला अब केही बस्यो भनेर भन्थेँ है। अनि म चाहिँ होइन होला भनेर त म कस्तो लाग्यो क्या डर है। हो मान्छेलाई किन मर्न मन लाग्ने यताउता आउँदो रहेछ सोच भन्दाखेरि त यस्तो बेला हुँदो रहेछ नि त है। अब सारा दुनियाँलाई थाहा नहुने नभएको बेला आफूलाई मात्रै मतलब फ्यामिलीलाई मात्रै थाहा हुँदाखेरि हुँदो रहेछ नि त। चल्ल अब हस्पिटल जानु भेजौँ अब एक दिन कि मिलाएर म त घरिघरि के किसाले भन्छु जन्म पनि भन्छ भन्नु लाग्छ अब होइन। अब एक हिसाबले उसको फेरि सबै कुराहरू पढ्नु भएन नि त, अनि अब बिहे गरेको भनेपछि त सबैलाई थाहा छ थाहा भइहाल्छ। अब त्यो उसलाई मेन कुरा तिमी समाजको भन्दा पनि आफ्नो सोच भन्छु कि म चाहिँ। तिमीलाई आफूलाई कस्तो लाग्छ त म जन्माउँ जस्तो लाग्छ भनेदेखि तिमी जन्माऊ के भयो त, जसरी भोलि पनि जन्माउने पर्सि पनि जन्माउने। अब तिमीलाई त्यस्तो अब अहिले नि म जन्माउन्न अब केही टाइमसम्म होस् बरु अब पछि जन्माउला भन्ने पनि हुन्छ होइन। अब पछिको कुराहरू अब सोच्दाखेरिमा अब अलिकति सोच्नुपर्छ गयो भने यस्तो क्या अब त्यो पब्लिकलाई थाहा नभएपछि चाहिँ के सोच्छ भने अन्त मान्छे कहाँ चाहिँ कस्तो खतम खालको केटी रहेछ यो त है। अब सोध्छ नि त कुराहरू चाहिँ यस्तो यस्तो गर्थ्यो, बानीहरू चाहिँ यस्तो रहेछ भन्ने सोचाइ हुन्छ मान्छेको। बिहे पहिले भएको तर अब तिमी अब यसो नि त तिमी अशोक आएपछि पनि अब तिमी फेरि बिहे गर्ने ठुलै बिहे गर्ने सोध्छ भने अब ठिकै कुरा हो। फेरि उनीहरूको यस्तो सोच्छ नि मतलब बिहे भएर बच्चा भइसकेपछि पनि उनीहरूको चाहिँ मान्ने भन्ने हुन्छ क्या, फेरि छुट्टै बिहे गर्नुपर्छ। मैले भन्नु खोजेको तिमीले समाजको कुरा गर्यो होइन, मैले समाजको कुरा गरेको। तिम्रो फ्यामिलीमा त तिमीले जन्मायो पनि उनीहरूलाई केही फरकै पर्दैन नि, किनकि तिम्रो त फ्यामिलीमा त रीतिरिवाजै सकिसक्यो नि। तिमीले गर्नुपर्ने भनेको त्यो आफ्नो माइती गरेर यहाँकोसँग भेट गरेर अब हुन्छ नि आफ्नो रीत, हाम्रो पनि आफ्नै रीत हुन्छ नि। अब त्यो रीतहरू मात्रै सक्नु पाऱ्यो। तिम्रो उतापट्टि त तिम्रो टिका तालो सबै गरिसकेपछि त भागी बिहे गरे जस्तो उसले गरिसक्यो त, बिहे त एउटा त भागी बिहे जस्तो भइसकेको थियो त। मैले भन्छु त्यो कि अब तिमीलाई समाजलाई म अहिले पनि गर्दिनँ अलिकति हुन्छु भन्ने टाइपको सोध्छ भने चाहिँ अब त्यो गर, नत्र भएदेखि अब म घरि त अब हामीलाई त सम्झिँदा कस्तो माया लागेर आउँदो रहेछ है। मैले कति कुरा यसले भनेपछि म घरमा गएर कति बेर सोचेँ नि यो चिजहरूलाई हो। अब हामी कति कुराहरू मुभीमा हेरेर हुन्छ सिरियलमा हेरेर हुन्छ, त्यो चिजहरूको पनि झलझलको हुँदो रहेछ है। दोस्त के छ र है त्यस्तो पनि हुँदो रहेछ यस्तो अलिअलि। अनि तर पनि अब आफूले पनि त सोच्नुपर्ने हुन्छ नि त, लाइफलाई पनि अब बच्चा अब भएपछि हरेक कुरा सोच्नु पऱ्यो नि त। उसले भने जस्तै अब फ्यामिली सोच्नु पऱ्यो, त्यसपछि अब हुर्काउने बढाउने सोच्नु पऱ्यो, त्यो पनि हो। अब अशोक पनि छैन, अब उसले के सोचेछ अब एक्लै त फेरि सेभिङ पनि छैन। मैले साँच्चै होला 1 म 10 उसलाई मात्रै मैले रियाक्ट गर्न मात्रै नसकेको, म यस्तो भित्रभित्र यस्तो छ
छक्क परेँ क्या साँच्ची होला म त उसले मैले केही रियाक्ट गरेन अब मान्छेको मन हुन्छ नि कहिले काहीँ कस्तो रियाक्ट गरेको हेर मैले यस्तो भन्ने टाइपको हुन्छ नि त भिन्दा त म साँच्ची हँसै परेँ तर उसलाई मैले रियाक्ट चाहिँ केही गरिनँ होइन तर म छक्कै चाहिँ परेँ क्या मनमा चाहिँ छक्क परेँ टाइपको भएको के मलाई चाहिँ त्यस्तो भयो भने उसलाई झन् कस्तो लाग्यो होला भन्ने टाइप पनि भयो तर त्यस्तो सोच्नु हुँदैन मान्छेले कस्तो कस्तो फेसमा त होइन गर्छ त्यस्तो सोच्नु हुँदैन अब तिमी एकचोटि राम्रोसँग सोच अशोकसँग सल्लाह गर अशोकले के भन्छ भोलि गएर दोषी नहोस् एउटा कुरा एकछिन बस्न भइगयो फेरि यस्तो ढोकासँग खोलेर यत्रो प्रवचन दिँदैछु म चाहिँ मान्छेले सुन्ने गरे हिसाबले त्यस्तो ढिलो हुन्छ भनेर नि त यहाँ रोक्नु पर्यो अशोकसँग सल्लाह गर के हुन्छ तिमी अब एकचोटि राम्रोसँग सोच त्यही दिदी बहिनीलाई नि भन्दा हुन्छ यस्तो कुरा कस्तो गाह्रो भएको छ अनि कसरी भन्ने बहिनीले मार्छ बहिनीकै डिसिजन दियो नि त अशोकसँग बिहे पनि गरेको नि किनभने बहिनीले पहिला मानिदिएन पछि गएर हुन्छ दिदी गर्नु भनेपछि मात्रै गाह्रो नि त म त न त बहिनीको डिसिजन मलाई एकदम लाग्छ कि बहिनीसँग चाहिँ एकदम हुन त मान्छेहरूले पिरो टन्नै खान्छ नै खाना त तर मलाई ग्यास्ट्रिकले चाहिँ अलिक गाह्रो भइरहेको ग्यास्ट्रिकले असर गरिरहेको अब फेरि सोचेर राम्रो त्यस्तो ठुलो कुरै होइन नि अब हुन त अब हो त्यही पनि अब त्यस्तो सोच्नु हुँदैन म चाहिँ भन्छु कि मेरो विचारमा चाहिँ तिमी यस्तो हरेक कुरामा सोच्यो भने तिमीलाई आफूले असर पर्ने नि लाइफमा मान्छेको टेन्सन हुँदैन त भन त होइन तिम्रो छुट्टै टेन्सन छ मेरो छुट्टै टेन्सन छ यसको छुट्टै टेन्सन छ होइन कसैलाई पनि एकचोटि मुसुक्क हाँसेर हिँड्यो भन्दैमा ऊ खुसी छ कति आनन्द छ उसलाई भन्ने कहिले सोच्नु हुँदैन कि भित्री भनेको छुट्टै आफ्नो भित्री नै हुन्छ नि त हुँदैन भनेर केही न केही त हुन्छ नि त त्यस्तो हो त्यही भएर अब त्यस्तो धेरै ठुलो पनि नसोच्दैन अलिकति सोच अब अशोकसँग नि राम्रोसँग सल्लाह गर भोलि गएर तैँले यस्तो गरिस् उस्तो गरिस् भन्न भन्नुहोस् उसले पनि तिम्रो डिसिजनमा होइन यो भनेको ठुलै डिसिजन हो नि केटा मान्छेहरू त्यही त हो नि यस्तो के अब पैसा अब एक्लै हुँदाखेरि होइन एक्लै हुँदाखेरि कहिले आफ्नो बनाऊँ भन्यो है अनि आफ्नो बनाइसकेपछि छोडेरै जाला जस्तो कहिले है ए बच्चा ढुक्क हुन्छ भन्ने सोच कि अब त्यही है अनि एउटा बच्चा बनाउन पाएँ भन्ने सोच्ने क्या अनि उसलाई त के छ र त्यो भन्ने उसले त अब त्यो मलाई सान्त्वना दिनलाई मात्रै त भन्यो नि भनेको तर उसलाई त होस् नि भन्ने होला जस्तो लाग्छ मलाई चाहिँ होइन त्यही भएर मैले भनेको अशोकसँग राम्रोसँग सल्लाह गरेर एकचोटि के भन्छ तिमी भन न सिरियस भएर हेर अब तिम्रो के छ विचार अब मेरो पनि विचार भन्नुला तिमी भन आफ्नो भोलि गएर एकअर्कालाई दोषी नभन के मैले चाहिँ त्यो भन्छु कि भोलि गएर अशोकले तैँले मेरो यस्तो भयो गरिस् उस्तो गरिस् भनेर भन्ला होइन रुएर हाँसेर हुँदैन नि त एकछिन त यस्तो किन तिमी टेन्सन लिन्छौ आखिरमा तिमीले बिहे नगरी जन्म लाग्यो होइन जन्माए पनि हो कि भन न बिहे गरेको त्यत्रो प्रुफ छ उसको फ्यामिली गाउँ समाजलाई बोलाएर खाएको छ होइन हो कि भन न म त्यो भन्छु तिमी म त के भन्छु यति मात्रै ढुक्क हो कि तिमीहरू दुईजनाको मिलेर सल्लाह गरेर एउटा डिसिजन गर केही फरक पर्दैन त्यो चिजमा चाहिँ भए पनि तिमीहरूलाई अब त्यस्तो नराम्रो कसैले भन्नेवाला छैन हो कि भन न अब नभए पनि नभए त कसलाई थाहा र होइन कतिलाई थाहा होला धेरैजनाको स्मिता मलाई उसको कुरा 4-5जनालाई थाहा छ त्यहाँदेखि अब हामीले कसैसँग कुरा नि गरेको छैन यो कुरा होइन कुरा त्यही हो तिमी यता न हामी गर्छौँ तिमी एकछिन गर्छ हामीले अहिले प्लान बनाएको है साँच्ची कसम तिमीले हामीलाई कस्तो प्र्याङ्क गरेको नि त होइन अब तिमीलाई गर्ने प्र्याङ्क केही नभेटेर नि यो चाहिँ ठ्याक्कै बनाऊ त्यही भिडियो अमिता भयो भइरह तर अलिकति मात्रै देखेर रहेछ कि त जस बोलेको सुन्यो नि त होइन त्यही भएर अमृत यहाँ आएर बस्छ कि भनेको मरि गयो आउँदैन है हो फाइनली आज प्र्याङ्क गर्न पाएको छु यस्तो खुसी लागेको छ कि यस्तो खुसी लागेको छ है ओए तर किन क्यामेरा ब्लर आएको खोइ अघिदेखि ब्लर आइरहेको छ क्या खै देखाउँदा छोड्दैन म त बोलेको निरुतालाई मैले भनेको थिएँ
दिदी भिडियो गरेर ल्याउनु है म कस्तो सुन्न मन छ अनि दिदीको रियाक्सन हेर्न मन छ भन्दै थिएँ क्या ओहो आज त अमृति